धेरैलाई कौतूहलता र चासो लाग्ने आर्थिक रूपमा विश्वको शक्तिशाली राष्ट्रमध्येको एक चीनले आफ्ना नेता कसरी चयन गर्दछन् त? आज म यस विषयमा केही चर्चा गर्दछु। प्रत्येक 5 वर्षमा सत्तारूढ कम्युनिस्ट पार्टीले आफ्नो महाधिवेशन गर्दा चीनतर्फ संसारको ध्यान खिचिएको हुने गर्दछ, किनकि यही बेला चीनमा नयाँ नेतृत्व चयन हुने गर्दछ। यसको निम्ति देशभरबाट आएका चिनिया कम्युनिस्ट पार्टी सीपीसी का प्रतिनिधिहरू बेजिङ स्थित ग्रेट हल अफ द पिपुलमा भेला हुने गर्दछन्। त्यही बेलाले पार्टीको नेतृत्व कसले गर्छ भन्ने टुङ्गो लगाउँछन्। उनीहरूले नै चीनका 1 अर्ब 30 करोड जनताको नेतृत्व गर्दछ। चीन अहिले संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनिसकेको छ। भेलामा सहभागी हुने पार्टीका तर्फबाट झन्डै 2300 प्रतिनिधि सहभागी हुने गर्दछन्। बन्द कोठाभित्र सीपीसीका प्रतिनिधिहरूले सबैभन्दा शक्तिशाली केन्द्रीय कमिटी चयन गर्नेछ। उक्त कमिटीमा 200 जना सदस्य रहनेछन्। त्यसले पोलिट ब्युरो निर्वाचित गर्नेछ र त्यसबाट पोलिट ब्युरो स्थायी कमिटी चयन हुनेछ। तिनीहरू नै चीनका वास्तविक निर्णयकर्ता हुने गर्दछन्। हाल यसको नेतृत्व चिनिया कम्युनिस्ट पार्टीका सर्वोच्च नेता सी जिनपिङले गरिरहेका छन्। उनले सन् 2012 देखि निरन्तर तेस्रो कार्यकालका लागि नेतृत्व गरिरहेका छन्।